सो हेलो एभ्रिवान होइन आज चाहिँ हामी A2 को अर्ग्यानिक केमिस्ट्री स्टार्ट गर्न गइरहेको छौँ। अब आजदेखि हामी अर्ग्यानिक केमिस्ट्री स्टार्ट गर्नेछौँ र लगभग हामी छिटै नै अर्ग्यानिक केमिस्ट्री पनि सकिन्छ होइन। अर्ग्यानिक केमिस्ट्रीमा तिमीहरूले अब A2 को अर्ग्यानिक केमिस्ट्री पढ्नुभन्दा अगाडि तिमीहरूले AS को अर्ग्यानिक केमिस्ट्री चाहिँ अलिकति जेनरल आइडिया हुनुपर्छ। जस्तै कि अल्किन हामीले ASमा के पढिएको थियो भनेर भन्दाखेरि एलिफेटिक चेनहरूमा पढिएको थियो, एरोमेटिक कम्पाउन्डको पढिएको थिएन। जस्तै कि सिङ्गल बोन्डेड कार्बनहरू, अल्केन, अल्कोहल, कार्बोजाइलिक एसिड, अल्डिहाइड हो, यस्ता टेस्टहरू पढिएको थियो, यसका टेस्टहरू पढिएको थियो। अब A2मा चाहिँ कसरी पढ्ने त भनेर भन्दाखेरि अब A2मा चाहिँ हाम्रो एरोमेटिक कम्पाउन्ड आउँछ क्या। एरोमेटिक कम्पाउन्ड भनेको जो अब हामीले ASमा चाहिँ साइक्लिक मात्रै पढेको थियो, अब यहाँ चाहिँ एरोमेटिक कम्पाउन्ड आउँछ क्या। पाई बोन्डहरू कन्जुगेट स्टेटमा भएको यो रियाक्सनहरू पढ्नुपर्छ। ठिक छ, हामी आज स्टार्ट गर्छौँ। हामी बेन्जिन आज स्टार्ट गर्दैछौँ। सो बेन्जिन चाहिँ भनेको तिमीहरूको एकदमै युजफुल अर्ग्यानिक सिन्थेसिस हो क्या। यो बेन्जिनबाट हामीले डिफ्रेन्ट कम्पाउन्डहरू प्रोड्युस गर्न सकिन्छ होइन। सो त्यही भएर बेन्जिन पढ्नको लागि चाहिँ एकदम इम्पोर्टेन्ट छ। बेन्जिनबाट तिम्रो डिफ्रेन्ट मेडिसिनहरू पनि युज हुन्छ। त्यो हामीले खाने मेडिसिनहरूमा पनि प्राइमेरी स्ट्रक्चरहरू चाहिँ बेन्जिनै हुने गर्छ। ल, अब बेन्जिन पढ्नुभन्दा अगाडि यसको अलिकति हिस्ट्री म भन्छु। यो हिस्ट्री खासै इम्पोर्टेन्ट छैन तर भन्नुपर्छ होइन। सो बेन्जिनलाई चाहिँ सुरुमा हामीले बेन्जिनको स्ट्रक्चर चाहिँ डाइरेक्ट यस्तो यो बेन्जिनको मोलिकुलर फर्मुला C6H6 भनेर हामीलाई थाहा थियो, तर बेन्जिनको स्ट्रक्चर कस्तो थियो भनेर हामीलाई थाहा थिएन क्या। सो विभिन्न साइन्टिस्टहरूले चाहिँ यसको स्ट्रक्चर चाहिँ स्टेट चेनमा थियो होला भनेर एजम गरेको थियो क्या। 1 2 3 1 2 3 4 5 6वटा थियो होला, 6वटा कार्बन थियो। अब डबल बोन्ड चाहिँ यसरी अन्तिमतिरमा थियो होला, ट्रिपल बोन्ड लागेको थियो होला होइन, या डबल बोन्ड ट्रिपल बोन्ड, तिम्रो डबल बोन्ड ट्रिपल बोन्ड पनि हुन सक्ला भनेर एजुम गरेको थियो क्या साइन्टिस्टहरूले चाहिँ। यस्ता खालका स्ट्रक्चर पनि थिए, या यही बेन्जिन चाहिँ बा तिम्रो यस्तो खालको स्ट्रक्चरमा पनि छ कि भन्ने एजुम गरेको थिएँ। यो हरेक स्ट्रक्चरमा C6 कार्बन पनि 6वटा छ, हाइड्रोजन पनि 6वटा छ। सो यो हरेक स्ट्रक्चरमा अब यो सबै स्ट्रक्चरहरू चाहिँ किन गलत हुन गए भनेर भन्दाखेरि हामीले एक्सपेरिमेन्ट गरेर हेर्दाखेरि बेन्जिनले चाहिँ तिम्रो एडिसन रियाक्सन त्यति मजाले दिँदैन थियो क्या। दिन्थ्यो एडिसन रियाक्सन, तर हाम्रो त्यति मजाले दिँदैन। बेन्जिनले मजाले सब्स्टिट्युसन रियाक्सन दिन्छ, तर यो कम्पाउन्डहरूमा त एडिसन रियाक्सन आनन्दले दिने भयो क्या। हामीले ASमा पनि पढिएको छ। यदि यो अल्किन हो भने एडिसन रियाक्सन HBr हाल्दाखेरि मजाले गएर एउटा H गएको थियो। अब सपोज यहाँ HBr छ भने हाइड्रोजन इज गोज टु द्याट कार्बन विच ह्याड द मोर हाइड्रोजन भनेपछि हाइड्रोजन यहाँ जान्थ्यो, Br यहाँ आएर एड हुन्थ्यो। तर बेन्जिनले यस्तो खालको रियाक्सन देखाउँदैन क्या। सो यो स्ट्रक्चर स्टेट चेन होइन कि भन्ने हो, यस्तो गलत फेमी हुने भयो। अनि अर्को कुरा भनेको तिम्रो बेन्जिन चाहिँ इजिली अक्सिडाइज हुँदैन क्या। बेन्जिन चाहिँ इजिली अक्सिडेसनमा जाँदैन, तर यो हामीले अब अल्किनको अक्सिडेसन पढेको छ नि त। हामीले त अल्किनको अक्सिडेसन ASमा पढेको छ। जस्तै कि यस्तो खालको अल्किनलाई अक्सिडाइज गरिन्छ भने चारैतिर तिम्रो HH भएकोलाई अक्सिडाइज गरिन्छ भने तिम्रो कार्बोजाइलिक एसिडको यो मिथेनिक एसिड गर्थ्यो, अनि यो फर्दर CO2 र H2मा गएको, यो त हामीले पढेको थियो नि त। यो ASमा सबैभन्दा इम्पोर्टेन्ट रियाक्सन पनि थियो। तर बेन्जिन थियो भने त अक्सिडेसनमा जाँदैन थियो, तर यो अक्सिडेसनमा जाने भयो। अनि बेन्जिन तिम्रो एउटा स्टेबल मलिक्युल हो क्या। बेन्जिन चाहिँ स्टेबल मलिक्युल हो भनेको त्यो रियाक्सनमा पार्टिसिपेट गर्न खोज्दैन। तर यिनीहरू त पाई बोन्डको कारणले गर्दाखेरि रियाक्टिभ कम्पाउन्ड हो क्या यिनीहरू। बेन्जिन भनेको तिम्रो अनरियाक्टिभ थियो भने यो रियाक्टिभ हो। अब यो सबै स्ट्रक्चर यस्तो स्टेट चाहिँ नहुने रहेछ भनेर तिम्रो गलत प्रुफ भयो। अब एउटा अर्को साइन्टिस्ट आउँछन्, केकुले भन्ने साइन्टिस्ट आउँछन् क्या, केकुलेज भन्ने। अब यी साइन्टिस्टले चाहिँ के देखा थिए भनेर भन्दाखेरि बेन्जिनको स्ट्रक्चर यस्तो होला है भनेर उनले देखा थिए। अल्टरनेट डबल बोन्ड लगाएका थिए उनले होइन, अल्टरनेटिभ डबल बोन्ड लगाएका थिए साइन्टिस्टले। सो यहाँ हेर न, उनले यस्तो खालको स्ट्रक्चर बनाए क्या। बेन्जिनको स्ट्रक्चर चाहिँ तपाईँको पक्कै पनि यस्तो होला। अब यो स्ट्रक्चरमा हेर, कार्बन पनि 6वटा छ, हाइड्रोजन पनि 6वटा छ होइन। अब केकुलेको स्ट्रक्चर यो हेर्दाखेरि अब कुनै पनि साइन्टिस्टले केही कुरा डिस्कभर गऱ्यो भने त्यसको इभिडेन्स दिनुपर्छ क्या। मतलब यो तेरो स्ट्रक्चर किन राइट हो भनेर एउटा साइन्टिस्टहरूको ग्रुप हुन्छ। अब उनीहरूले यो कुरा किन राइट हो, तेरो यो स्ट्रक्चर चाहिँ किन राइट भयो त, हामी किन मान्ने भनेर भन्छ क्या। अनि त्यसको लागि साइन्टिस्टहरूले इभिडेन्स दिनुपर्छ क्या। इभिडेन्स दिनुपर्छ भनेको यो बेन्जिन नै हो भन्ने सबुत दिनु पऱ्यो क्या। अब त्यो सबुत चाहिँ कसरी दिन्छ भन्दाखेरि हामीले
यदि कुनै कुरा बेन्जिन हो भने बेन्जिनसँग चाहिँ हामीले रिडक्सन या हाइड्रोजन एड गऱ्यौँ भने हाइड्रेसन गऱ्यौँ भने चाहिँ त्यसले 6वटा हाइड्रोजन एड गर्न सक्थ्यो क्या। अब यो स्ट्रक्चरमा पनि 6वटा मात्रै हाइड्रोजन एड गर्न सक्यो क्या। सो त्यो एउटा एभिडेन्स भयो। अनि अर्को भनेको बेन्जिनले चाहिँ मोनो सब्स्टिट्युट रियाक्सन दिन्छ क्या। जस्तै कि यो हाइड्रोजनलाई हटाएर सिएल मोनो सब्स्टिट्युसन रियाक्सन दिन्थ्यो। यो केकुलेको स्ट्रक्चरले पनि तिम्रो मोनो सब्स्टिट्युसन रियाक्सन नै दियो भयो। यो चाहिँ तिम्रो एभिडेन्स भयो। अब यो केकुलेको स्ट्रक्चर किन गलत भयो, बेन्जिन यस्तो किन हुँदैन भनेर यसलाई डिस्कार्ड गरियो या अब्जेक्सन गरियो क्या। अब अरू साइन्टिस्टहरूले चाहिँ तेरो यो स्ट्रक्चर रङ भयो किनकि हामी तेरो एभिडेन्सको खिलाफ यो कुरा ल्याएको छौँ भनेर उनीहरूले अब्जेक्सन दिन्छन्। सो त्यो अब्जेक्सन चाहिँ के थियो भनेर भन्दाखेरि मेरो भाइ बहिनीहरूले जान्नुपर्छ। सुन, बेन्जिन चाहिँ नि तिम्रो बेन्जिनमा हरेक कार्बन बोन्ड लेन्थ सेम थियो क्या। हरेक कार्बनको बोन्ड लेन्थ सेम थियो। तर यहाँ छैन। नानी बाबुहरूले यो एएसमा पढेको छ डबल बोन्डको सिङ्गल बोन्ड। यहाँ एउटा सपोज बोन्ड लेख्छु म, यहाँ बोन्ड लेन्थ लेख्छु भने सिङ्गल बोन्डको सबैभन्दा धेरै बोन्ड लेन्थ हुन्छ अनि डबल बोन्डको कम हुन्छ। यो बेन्जिनमा चाहिँ सिङ्गल बोन्ड र डबल बोन्डको मिन आइदियो क्या। सपोज सिङ्गल बोन्ड लेन्थ तिम्रो 0.15 छ, डबल बोन्ड 0.13 छ भने यी दुइटाको 0.14 आइदियो क्या बेन्जिनको डबल रिङको चाहिँ। सो बिचमा यिनीहरूको आइदियो क्या। सो यसले गर्दाखेरि चाहिँ तेरो यो स्ट्रक्चर राइट होइन हि भनेर भनौँ। अनि हामीले केकुलेको स्ट्रक्चरमा चाहिँ डबल बोन्ड सिङ्गल बोन्ड मुभ गरेको छैन क्या। तर बेन्जिनको स्ट्रक्चरमा चाहिँ डबल बोन्ड सिङ्गल बोन्ड तिम्रो हरेक उमा मुभ भइरहेको हुन्छ। सो त्यसले गर्दाखेरि यो केकुलेको स्ट्रक्चर डिस्कार्ड गरियो। अब यो बेन्जिन चाहिँ फाइनली कस्तो हुन्छ भनेर बेन्जिनको तिम्रो हाइब्रिड स्ट्रक्चर हुन्छ क्या। भनेको कस्तो भन्दाखेरि HYBRID हाइब्रिड हुन्छ। जस्तै कि बेन्जिनमा यहाँ एकचोटि छ भने अब यो डबल बोन्डहरू एक ठाउँमा रहिरहेदैन क्या। यिनीहरू सिफ्ट भइरहेको छन्। यो डबल बोन्ड यहाँ सिफ्ट हुन्छ, यो डबल बोन्ड यहाँ सिफ्ट हुन्छ, यो यहाँ हुन्छ भनेपछि यसको अर्को स्ट्रक्चर बन्ने भयो क्या। यसको अर्को स्ट्रक्चर कस्तो बन्ने भन्दाखेरि यो डबल बोन्ड यहाँ सिफ्ट भयो, त्यो डबल बोन्ड यहाँ सिफ्ट भयो, त्यो डबल बोन्ड यहाँ सिफ्ट भयो भने चाहिँ यिनीहरू ठ्याक्कै अपोजिट स्ट्रक्चर भयो क्या। भनेको यिनीहरू डबल बोन्ड एक ठाउँमा, अब फेरि यो डबल बोन्ड यहीँ सिफ्ट हुन्छ, यहीँ सिफ्ट हुन्छ, यहीँ सिफ्ट हुन्छ क्या। सो यसको एउटा हाइब्रिड स्ट्रक्चर चाहिँ तिम्रो यो डबल बोन्ड चाहिँ मुभ भइरहेको छ भनेर यसरी देखाइन्छ। अनि फाइनल्ली यसलाई चाहिँ रेजोनेन्स हाइब्रिड भन्छ, जुन तिमीहरूको सिलेबसमा छैन, त्यो टेन्सन नलिऊ। तर यो डबल बोन्ड मुभ भइराख्ने भएकोले हामीले बेन्जिनलाई यस्तो सो लाग्छ नि यो 6वटा बेन्जिनमा किन यो गोलो बनाएरै बेन्जिन बनाएको भन्दाखेरि यहाँ डबल बोन्ड मुभ भइरहेको भन्नाले यो देखाउनको लागि बेन्जिनको स्ट्रक्चर यसरी बनेको। अनि के लेख्नु पर्यो मेरो भाइ बहिनीहरूले भन्दाखेरि डबल बोन्ड चाहिँ बेन्जिनमा कन्टिन्युसली पाई बोन्ड चाहिँ के भइरहेका छन्, पाई बोन्डहरू भइरहेका छन् क्या, मुभ भइरहेका छन्, मुभिङ कन्टिन्युसली भनेर भन्नु पर्यो। सो यति कुरा हो बेन्जिनमा जान्नुपर्ने। अब यो बेन्जिनमा अर्को कुरा तिमीहरूले अब बेन्जिनमा हरेक यहाँनिर त यहाँ त हरेक कार्बन हुन्छ नि त, कार्बन हुन्छ। सो कार्बनको नम्बर भनेको 6 हो। सो यसको स्ट्रक्चरमा आउँदा 1s, सो 1s2 2s2 2p 2वटा बनाएको हो नि त। सो यो भनेको ग्राउन्ड स्टेटमा यस्तो हुन्छ क्या 1s 2s र 2p। यदि बेन्जिनको यो हेर्ने भने यहाँ 1s2 2s 2p हुन्छ। सो यस्तो स्ट्रक्चर यो चाहिँ कार्बनको ग्राउन्ड स्टेट भनेको ग्राउन्ड स्टेटमा चाहिँ हो। तर यो कार्बनलाई जब हामीले इनर्जी दिन्छौँ अनि यो इनर्जी सपोज H दियौँ भने अब यो कार्बन एक्साइटेड स्टेटमा जान्छ क्या। कार्बन एउटा एक्साइटेड स्टेटमा गएपछि चाहिँ के हुन्छ भने नि मेरो भाइ बहिनीहरू यो 2s को एउटा इलेक्ट्रोन चाहिँ यहाँ गएर जम्प भएर बस्दिन्छ क्या। सो कार्बन C6 को एक्साइटेड स्टेटमा चाहिँ किन लगेको दादा भनेर भन्दाखेरि कुनै पनि कम्पाउन्ड कुनै पनि इलिमेन्टहरूले ग्राउन्ड स्टेटमा रियाक्ट गर्दैन क्या। त्यसमा सर्टेन इनर्जी चाहिन्छ र रियाक्सन हुने बेलामा चाहिँ उनीहरू एक्साइटेड स्टेटमा जान्छ क्या। सो एक्साइटेड स्टेटमा जाँदाखेरि 1sमा त दुइटै रहने भयो, 2s को एउटा इलेक्ट्रोन चाहिँ जम्प भएर तिम्रो 2px 2py 2pz, सो 2pz यस्तो हुन्छ। सो 2pzमा गएर 2s को एउटा चाहिँ यहाँ आएर बस्दिन्छ। सो अब यो हाम्रो यो स्ट्रक्चर चाहिँ अब हाम्रो एक्साइटेड स्टेटमा हुने भयो क्या। यस्तो स्ट्रक्चर यो स्ट्रक्चर तिम्रो कहाँ हुने भयो, एक्साइटेड स्टेटमा हुने भयो। अब हाम्रो मेरो भाइ बहिनीहरूले एएसमा कतिको पढेको छ होइन, केमिकल बोन्डिङहरू, हाइब्रिडाइजेसनहरू। अब हाइब्रिडाइजेसन थाहा पाउनको लागि अब यो हेर न, यो कार्बन कार्बन कुन हाइब्रिडाइजेसनमा छ एकचोटि सोच त। यो कार्बन कुन हाइब्रिडाइजेसनमा छ, सरहरूले तिमीहरूलाई पढाउनु भएको थियो होला। सो हाइब्रिडाइजेसन जहिले गर्दाखेरि यहाँ मध्ये दुईवटा मध्ये एउटा सिग्मा एउटा पाई बोन्ड हुन्छ, जहिले पनि सिग्मा बोन्ड मात्रै गर्ने क्या। सो 3वटा सिग्मा बोन्ड छ भने तिम्रो sp2 हाइब्रिडाइज हुन्छ क्या। सपोज 2 छ भने sp हुन्छ, 3 छ भने sp2 हुन्छ, 4 छ भने sp3 हुन्छ। सो यसरी नै गर्दै गएको थियो नि त। सो कार्बन चाहिँ sp2। सो यो sp2 हाइब्रिडाइज चाहिँ कसरी बन्छ भनेर भन्दाखेरि नि यो 2टा s र 2टा p मिलेर sp2 हाइब्रिडाइज बन्ने हो क्या। दादा यो रियाक्ट नभएको चाहिँ यो चाहिँ के हुन्छ, यसले चाहिँ
पाई बोन्डमा पाई बोन्डिङ बनाउन हेल्प गर्छ क्या। अनहाइब्रिडाइज चाहिँ पाई बोन्ड बनाउँछ, यो हाइब्रिडाइज चाहिँ सिग्मा बोन्ड बनाउने गर्दछ क्या। सो कसरी हुन्छ त्यो भन्दाखेरि 2s र 2px र 2py गरेर तिम्रो sp2 हाइब्रिडाइज बनाउँछ क्या। सो कसरी हुन्छ भने यसको स्ट्रक्चर यस्तो हुन्छ, px भनेपछि सो यस्तो लेखौँ न, px को स्ट्रक्चर यस्तो हुने भयो तिम्रो, py को स्ट्रक्चर भनेको तिम्रो यस्तो हुने भयो। अब यिनीहरू एकअर्कामा हाइब्रिडाइज हुँदाखेरि सो हाइब्रिडाइजेसनमा के हुन्छ भन्दाखेरि डिफ्रेन्ट इनर्जी लेभलमा भएका कुराहरू चाहिँ नि मेरो भाइ बहिनीहरू, डिफ्रेन्ट इनर्जी लेभलमा भएका कुराहरू चाहिँ सो हेडिङ अलिक नराम्रो हो पख। सो डिफ्रेन्ट इनर्जी लेभलमा हुन्छन् क्या। डिफ्रेन्ट इनर्जी लेभलमा भएको कुराहरू तिम्रो सेम इनर्जी लेभलमा आउनेलाई नै हाइब्रिडाइजेसन भनिन्छ क्या। सो अहिले यिनीहरू डिफ्रेन्ट इनर्जी लेभलमा छन्, अब यिनीहरू यति सेम इनर्जी लेभलमा आयो भने त्यसलाई हाइब्रिडाइजेसन भन्छ। सो मिक्सिङ हाइब्रिडाइजेसन भनेको के हो भन्दाखेरि मिक्सिङ अफ द अर्बिटल, हाम्रो एसमा पढेको छ नि त। हाइब्रिडाइजेसन भनेको मिक्सिङ गर्नु, मिक्सिङ अफ दि अर्बिटललाई एक आपसमा मिक्स गरिन्छ भने त्यसलाई हाइब्रिडाइजेसन भनिन्छ। सो मिक्स हुँदाखेरि एसपी मिक्स हुँदाखेरि कस्तो भन्थ्यो, यो त बनाएकै हो नि त। सो माथि ठुलो तल यस्तो तीनवटा इक्वल सेपको यो यस्तो भन्छ। सो यो एसपी यस्तो भन्ने भयो। अब यो स्ट्रक्चर चाहिँ एउटा कार्बनमा यस्तो स्ट्रक्चर 3टा हुन्छ क्या। सो बनाउन मैले यहाँ बनाएर ल्याएको छु। अब यो चाहिँ नि होइन तिम्रो, यो चाहिँ तिम्रो अब यहाँ हेर न, सुरुमा कार्बन ग्राउन्ड स्टेटमा हुँदाखेरि तिम्रो 1s2s हुन्छ। अब जब एक्साइटेड स्टेटमा आउँछ तब यहाँको यो चाहिँ तिम्रो सिफ्ट भएर यहाँ जान्छ अनि यो हुन्छ। अब यो दुईवटा मिलेर चाहिँ sp बनाउँछ क्या तिम्रो, यो s र यो दुईवटा p मिलेर sp2 हाइब्रिडाइज बनाउने। यो pz त्यत्तिकै रहन्छ, अनहाइब्रिडाइज रहन्छ। यो 3sp2 हाइब्रिडाइज चाहिँ यसरी बसेको हुन्छ क्या, sp2 यो 3sp2 चाहिँ यसरी बसिरहेको छ क्या। हेर न, यो अनहाइब्रिडाइज हो, यो एकछिन यसलाई नहेर। यो 3टा चाहिँ एउटा कार्बनमा यसरी 3टा हुन्छ, यसरी हुन्छ क्या। यो एउटा कार्बन छ भने एउटा कार्बनमा तिम्रो 3टा बसिरहेको हुन्छ, किनकि हामीले यहाँ 3टा निकालेको छ नि त। यहाँ भर्खर गरेर हेर त, यो यस्तो 3टा मिक्सिङ गरेर 3टा प्रोडक्ट निकालेको छ कि छैन। सो यो 3टा प्रोडक्ट चाहिँ यहीँ फिट गरेको हो क्या। यो एकछिन नहेर्ने ल, यो pz को नहेर्ने। सो 3टा अब यहीँ राखेको, यो कार्बनमा 3टा यस्तो छ, 3टा यहाँ हेर, यहाँ हरेक यहाँ कार्बन, यहाँ कार्बन, यहाँ कार्बन, यहाँ कार्बन, यहाँ कार्बन, यहाँ कार्बन छ कि छैन। अब यो एउटा, यो अर्को, यो अर्को, यो अर्को कार्बनको, यो अर्को कार्बनको, यो अर्को कार्बनको, अनि यहाँनेरि सुन। अब मेरो भाइ बहिनीहरूलाई मैले तिमीहरूले पढ्यो होला एस लेभलमा तिमीहरूलाई के गरेको छ भन्दाखेरि एस अर्बिटलको मिक्सिङ हुँदाखेरि सिग्मा बोन्ड फर्म हुन्छ। दुईवटा एस र पी को मिक्सिङमा पनि तिम्रो सिग्मा हुन्छ, पी र पी को पनि यति साइड वाइज ओभरल्याप छ भने सिग्मा फर्म हुन्छ। तर 4 नम्बरमा पी र पी यति तिम्रो हेड अन ओभरल्यापिङ छ भने तब मात्रै पाई बोन्ड फर्म हुन्छ क्या। यहाँ हेर न नानी बाबुहरू, यहाँ पीपी एसपी तिम्रो हेड अन ओभरल्यापिङ भएको छ कि छैन। सो यहाँ सिग्मा बोन्ड फर्म हुन्छ। यो एस यति यो एस हो भने त एस र पीले त जहिले सिग्मा फर्म हुन्छ। यहाँ हरेक सिग्मा बोन्ड फर्म भएको देखाइरहेको छ क्या तिमीलाई, हरेकमा सिग्मा। अब दादा पाई बोन्ड चाहिँ कसरी बेन्जिनमा फर्म हुन्छ भनेर भन्दाखेरि अब यहाँ म देखाउँछु क्या। यहाँ हेर, अब यो बेन्जिनमा हामीले यो प्लानरको यो ट्राइगोनल प्लानरको स्ट्रक्चर हेरिसक्यौँ। अब हामी यो माथिको हेर्छौँ क्या। सपोज तिमीहरूको यो एउटा बेन्जिन हो, ल मानिलिउँ यो एउटा बेन्जिन हो भने बेन्जिनको हामीले यो ट्राइगोनल प्लेनरको हेरिसक्यौँ। अब यसरी उठेको मात्रै हेर्न बाँकी छ क्या। सो यसरी एउटा छ, यहाँ अर्को छ, यो छ, यो छ, यो छ। हामीले हेड अन ओभरल्यापिङहरू हेरिसक्यौँ, यो पार्ट हेरिसक्यौँ। अब यो पार्टमा चाहिँ नि तिम्रो बेन्जिनहरू यसरी साइड वाइज ओभरल्याप भएको छ कि छैन। यहाँ हेर यो बेन्जिन र यो बेन्जिन साइड वाइज ओभरल्यापिङ भएको छ, यो बेन्जिन र यो बेन्जिन साइड लाइभ ओभर भएको छ, यो त्यसरी नै भएको छ। सबै त्यसको पनि तल त्यसरी नै भएको छ, यसको पनि यहाँ यसरी नै भएको छ, यसरी भएको छ, यसरी भएको छ कि छैन। सो यहाँनिर चाहिँ के देखियो भन्दाखेरि यो बेन्जिनलाई यसो हेर्ने भने बेन्जिन त तिम्रो पाई इलेक्ट्रोनमा यसरी स्यान्डविच भएर बसेको छ कि छैन। यसको माथि पनि पाई इलेक्ट्रोन छ, तल पनि पाई इलेक्ट्रोन छ। सो यो त्यही इलेक्ट्रोन देखाएको क्या। बेन्जिन मलिकुल पाई इलेक्ट्रोन क्लाउडले चाहिँ एबो र माथि र तलै पाई इलेक्ट्रोन हुन्छ। कसरी हुन्छ, यो यसरी बनाउँछ, यहाँ यसरी बनाउँछ, यहाँ यसरी बनाउँछ, यहाँ यसरी बनाउँछ, यहाँ यसरी यिनीहरूले सो यसरी फर्म हुने हो। ठिक छ। अब दादा तपाईँले यो यसरी बनाउनु भयो, यो पाई इलेक्ट्रोन चाहिँ एकदम मुभ भइरहेको हुन्छ क्या। जस्तै कि सपोज मैले यहाँ र यहाँ बनाएँ भने तिमीहरूले यहाँ र यहाँ पनि बनाउन मिल्यो। यो पाई इलेक्ट्रोन चाहिँ घुमि नै रहेको छ क्या, माथि र तल बेन्जिनको माथि तल पाई इलेक्ट्रोनहरू घुमि नै रहेको छ क्या। सो त्यही भएर यसलाई स्यान्डविच स्ट्रक्चर भयो। हेर बेन्जिनको के कुरोले यस्तो दिएको स्ट्रक्चर ओभरल्याप हुन्छ, फाइनली हाइब्रिड स्ट्रक्चर यस्तोमा आउने हो। सो बेन्जिनको तिमीहरूले जान्नुपर्ने यति नै हो, योभन्दा धेरै जान्नु पर्दैन है। मैले अलिकति मोर देन इनफै भनिदिइरहेको छु।
अब यो होल कुरा हेरेर हामीलाई के कुरा थाहा भयो भनेर भन्दाखेरि त्यो कुरा अब इम्पोर्टेन्ट हुन्छ। जस्तै कि बेन्जिन चाहिँ तिम्रो स्टेबल मोलिकुल रहेछ, के को कारण? अब यहाँ हेर न दादा, यहाँ तपाईँले भर्खरै भन्नुभयो कि यो पाई इलेक्ट्रोन, यिनीहरूमा पनि त पाई इलेक्ट्रोन छ, तर यसलाई चाहिँ तपाईँले अनस्टेबल भन्नुभयो। तर तपाईँको बेन्जिनमा पनि यत्रो पाई इलेक्ट्रोन छ तपाईँले, तर यसलाई चाहिँ किन स्टेबल भयो भन्नुभयो भन्दाखेरि यहाँ हेर न, अल्केनमा चाहिँ तिम्रो पाई इलेक्ट्रोनहरू मुभ गरेको छैन, एकै ठाउँ छ। अनि यहाँ चाहिँ पाई इलेक्ट्रोनहरू मुभ गरिरहेछ क्या, भनेको कुनै पनि एउटा सर्टेन ठाउँमा इलेक्ट्रोन एभाइलेबल छैन क्या, इलेक्ट्रोनहरू चाहिँ मुभ भइरहेको छ। सो त्यो मुभमेन्टले गर्दा डिलोकलाइजेसनले गर्दाखेरि तिमीलाई बेन्जिनलाई स्टेबल बनाउँछ। अब यो पोइन्ट एकदमै इम्पोर्टेन्ट हो, भिबिआई पोइन्ट लेखेँ मैले। बेन्जिन तिम्रो इज स्टेबल, बेन्जिन चाहिँ स्टेबल हुन्छ या भेरी स्टेबल हुन्छ, के को कारणले गर्दाखेरि? ड्यु टु दि डिलोकलाइजेसन अफ पाई इलेक्ट्रोनहरूको डिलोकलाइजेसनको कारणले गर्दाखेरि चाहिँ बेन्जिन एकदम स्टेबल हुन्छ। सो बेन्जिनको यति पढ्यो भने द्याट इज द मोर देन इनफ, योभन्दा धेरै पढ्नु पर्दैन। अब हामी एरोमेटिक कम्पाउन्डको एक दुईवटा नेमिङ पढ्छौँ अनि आजलाई बिदा लिन्छौँ। अनि म तिमीहरूलाई बेन्जिन अब यो कस्तो रियाक्सन दिन्छ, सब्स्टिट्युसन रियाक्सन कसरी दिन्छ, फ्लोरल क्याफ, अल्काइलेसन, एसाइलेसन, नाइट्रेसन, यी सबै कुराहरू म भन्ने नै छु। सो अलिकति नेमिङ पढौँ न त, NAMING नेमिङ। अब यो नेमिङहरू एक्जाम हुन्छ क्या, सो यो यति मात्रै त मेरो भाइ बहिनीहरूलाई बेन्जिन भन्ने थाहा भइगयो। यदि बेन्जिनमा तिम्रो सिएल लाग्यो भने यसलाई क्लोरोबेन्जिन भनिन्छ, ठिक छ। यदि बेन्जिनमा तिम्रो NO2 ग्रुप लाग्यो भने तिमीलाई नाइट्रोबेन्जिन भनिन्छ यसलाई। सो यसलाई नाइट्रोबेन्जिन भनियो। सो बेन्जिनमा तिम्रो CH3 लाग्यो भने यसलाई मिथाइल बेन्जिन भनिन्छ क्या, मिथाइल बेन्जिन भनिन्छ। र यसको अर्को नाम टौलिन पनि हुन्छ। सो त्यो टौलिन तिमीहरूले याद गर्नु पर्दैन। सो मिथाइलबाट लागेको कारणले गर्दाखेरि मिथाइल बेन्जिन भनेर यति याद राखे हुन्छ। अनि बेन्जिनमा तिम्रो अर्को NH2 ग्रुप लाग्यो भने के हुन्छ? सो यसलाई के भन्ने? बेन्जिनामाइन भन्दा हुन्छ क्या, बेन्जिन AMINE। सो दुईवटा भवेल साउन्डहरू कन्जुगेटमा हाने एउटा काटिन्छ भनेर यो नेमिङ पढाउँदाखेरि भन्नुभएको छ होला सरहरूले। सो बेन्जानामाइन भनिन्छ यसलाई। अब नाइट्रोबेन्जिन, क्लोरोबेन्जिन होइन। अनि अर्को यस्तो खालको स्ट्रक्चरहरू पनि थाहा पाउनुपर्छ, जस्तै कि COOH लाग्यो भने यसलाई के भन्छ? यसलाई बेन्जोइक एसिड भनिन्छ, बेन्जोइक एसिड भनिन्छ। मिथाइल ग्रुप लाग्यो भने यहाँ मैले लेखिदिइहालेको छ। अनि अरू तिम्रो सिएन लाग्यो भने बेन्जिन नाइट्राइल भनिन्छ, होइन। अब यहाँदेखि अरू कुराहरू आयो भने म तिमीहरूलाई रियाक्सनसँगै भनेर जान्छु। सो यति चाहिँ कमन नेमिङहरू, क्लोरोबेन्जिन, नाइट्रोबेन्जिन होइन, मिथाइल बेन्जिन, बेन्जानामाइन, बेन्जोइक एसिड, यिनीहरू चाहिँ कमन नेमहरू थाहा पाउँदै गर नि त। सो बेन्जिनको एउटा तिमीहरूलाई म सब्स्टिट्युसन, बेन्जिनले चाहिँ सब्स्टिट्युसन रियाक्सन, बेन्जिन इज मोस्ट लाइकली टु डु सब्स्टिट्युएन्ट रियाक्सन। बेन्जिनले चाहिँ प्रायः सब्स्टिट्युसन रियाक्सन देखाउँछ क्या, यसले चाहिँ हार्डली एडिसन रियाक्सन देखाउँछ। जस्तै कि यो एउटा बेन्जिन हो भने यदि बेन्जिनमा तिमीले Cl2 हाल्छौ इन द प्रेजेन्स अफ AlCl3 भने, या AlCl3 FeCl3 भने, अब यहाँ क्लोरोबेन्जिन गएर एड भएर बस्तिन्छ। सो त्यहाँको एउटा H निक्लिन्छ, HCl। सो अब अहिले नहात्तिने म यसको मेकानिजम पनि भनिदिन्छु। सो यहाँ चाहिँ तिम्रो यहाँनिर एउटा हाइड्रोजन थियो, यो हाइड्रोजनलाई चाहिँ तिम्रो क्लोरिनले यस्तो भयो क्या, क्लोरिन यस्तो चाहिँ यो HCl रिमुभ भएर गयो अनि क्लोरिन आएर बस्थ्यो भनेको हाइड्रोजनलाई क्लोरिनले रिप्लेस गर्यो अनि HCl यहाँ बाई प्रोडक्ट भयो भने यसरी सब्स्टिट्युसन रियाक्सन देखाउँछ भन्नु पऱ्यो। अब बेन्जिन आएछ भने ESR इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सन गर्ने इलेक्ट्रोफाइल, यहाँ एउटा इलेक्ट्रोफाइल आएर तिम्रो रिमुभ गरेर जान्छ। अब म त्यो कसरी हुन्छ म यहाँ मेकानिजममा भनिदिन्छु। मेकानिजम अफ दिस रियाक्सन। सो यो एउटा मेकानिजम तिमी ध्यान दिएर हेर, यो एउटा मेकानिजम पछाडि तिमीलाई फ्लोरल क्याफ, अल्काइलेसन, एसाइलेसनहरू सबै कुराहरू आइहाल्छ। सो यो रियाक्सनको मेकानिजम चाहिँ कसरी गर्ने भनेर भन्दाखेरि सुरुमा यो AlCl3, वाट इज द मेन फङ्सन अफ दिस AlCl3? दाले यो AlCl3 FeCl3 किन हाल्यो भन्दाखेरि यसका फङ्सनहरू छन् क्या, केही कामहरू छन्। सो AlCl3 र FeCl3 को काम भनेको टु जेनेरेट द इलेक्ट्रोफाइल जेनेरेट गर्नेको काम हो, टु जेनेरेट
इलेक्ट्रोफाइल जेनेरेट गर्छन् क्या यिनीहरूले। जस्तै कि के भनेको दादा भनेर भन्दाखेरि बेन्जिनसँग डाइरेक्ट Cl2 आएर जोडिँदैन क्या, सब्स्टिट्युसन रियाक्सन गर्दैन, यहाँ एउटा इलेक्ट्रोफाइल जन्माउनुपर्छ। सो त्यसको लागि जब ClCl बोन्ड तिमी AlCl3सँग रियाक्ट गराउँछौ नि, तब यहाँनिर अब दुईटाको इलेक्ट्रोनेगेटिभिटी त कम भयो, बराबरै हुन्छ, तर होइन यो मध्ये एउटा चाहिँ अलिकति मोर पोजिटिभ, एउटा अलिकति लेस पोजिटिभ हुन्छ क्या। सो यसले इलेक्ट्रोन लिएर गयो भने यो अलिकति मोर नेगेटिभ छ भने यसमा डेल नेगेटिभ, यसमा डेल पोजिटिभ हुने भयो। सो यसले चाहिँ इलेक्ट्रोन लिएर गयो क्या, यो Cl माइनसले चाहिँ इलेक्ट्रोन लिएर गयो, अनि यहाँ अर्को Cl प्लस यत्तिकै छोडाइदियो क्या। सो त्यो कसरी गर्ने भनेर म यहाँ भनिदिइहाल्छु पख। AlCl3 को मध्ये यो एउटा Cl चाहिँ यहाँ गएर जोइन हुन्छ क्या, अनि यहाँ Cl प्लस फर्म हुन्छ, अनि AlCl4 माइनस हुन्छ। सो यो फर्स्ट स्टेप भनेको चाहिँ के भयो भन्दाखेरि जेनेरेसन, इलेक्ट्रोफाइललाई जेनेरेट गराएको स्टेप भयो क्या। यहाँ दोस्रो स्टेपमा के हुन्छ थाहा छ? दोस्रो स्टेपमा अब यो बेन्जिन, सुन यहाँ बेन्जिनमा इलेक्ट्रोनहरू भर्खरै हामीले बेन्जिनमा इलेक्ट्रोनहरू मुभ गरिरहेको छ, बेन्जिनमा इलेक्ट्रोन एभाइलेबल छ भनेर भनेको छौँ नि। सो यो बेन्जिन इलेक्ट्रोफाइलले चाहिँ नि यहाँ इलेक्ट्रोन छ भने यहाँ भएका इलेक्ट्रोनले यो इलेक्ट्रोन डेफिसिएटलाई यसरी एट्याक गर्छ क्या। सो त्यो भएपछि कस्तो हुन्छ भन्दाखेरि यो रिङ रप्चर भएर तिम्रो यहाँ Cl एड हुन्छ, यहाँ एउटा H त छँदैछ छ नि। अब यस्तो हुन्छ, अब यो H यसले यहाँ दिन्छ क्या। सो त्यो H त्यहाँ दिएपछि यो स्ट्रक्चर क्लोरोबेन्जिन हुने भयो, अनि यहाँनिर एउटा H प्लस चाहिँ बाँकी रहिरहेको छ क्या, किनकि यो Hले आफ्नो इलेक्ट्रोन दिएर यो यहाँ डेफिसिएट भएको इलेक्ट्रोनलाई कम्प्लिट गरेर आफू भागेर गयो। अब H प्लस त्यतिकै बाँकी रहेको छ त्यो रियाक्सनमा। त्यो रियाक्सनको H प्लस चाहिँ यो AlCl4सँग यो रियाक्ट गर्छ, अनि यो AlCl4ले चाहिँ नि यस्तो भएको हुन्छ क्या, यो Cl चाहिँ लगेर यो Hलाई दिन्छ, अनि यो AlCl3 फाइनली फर्म हुन्छ नि, र HCl यहाँ हेर न, यो AlCl3 भएको काम भनेको क्याटलिस्टको जस्तो भयो क्या, यो जेनेरेट द इलेक्ट्रोफाइल। यो सुरुमा AlCl3 जस्तो थियो, रियाक्सन कम्प्लिट भएपछि उस्तै आउनु पऱ्यो क्या। सो AlCl3 सुरुमा यस्तो युज गरेको थियो, यसले भनेको एउटा क्लोरिन बोक्ने र त्यो क्लोरिन बोकेको क्लोरिन चाहिँ हाइड्रोजनलाई दिने काम गरेको गरेन। सो AlCl3ले क्यारियर जस्तो काम गरेको गरेन भन त, बोक्ने जस्तो। सो त्यही हो यसको मेन कुरा भनेको। सो आज यति पढ, रिभाइज गर होइन, यहाँ बेन्जिनको कस्तो हुँदो रहेछ, बेन्जिनमा के हुँदो रहेछ होइन, कस्तो रियाक्सन दिँदो रहेछ बेन्जिनले, नेमिङ के हो, यिनीहरूको मेन नेमिङ थाहा पाउनुपर्छ। बेन्जिन मस्ट लाइक टु डु सब्स्टिट्युसन रियाक्सन। अनि यो मेकानिजम भनेको चाहिँ तिम्रो सुरुमा इलेक्ट्रोफाइल जेनेरेट गराएको फर्स्ट स्टेपमा, अनि बेन्जिनले त्यो इलेक्ट्रोफाइललाई एट्याक गरेर आफ्नो रिङ रप्चर भएको हुन्छ, अनि Cl र H हुन्छ। यो Hले त्यो रिङ कम्प्लिट गर्न दिन्छ, र H बाँकी रहेको हुन्छ, त्यो बाँकी रहेको Hलाई AlCl4ले आफ्नो Cl दिन्छ, र फाइनली HCl। अब यहाँ हेर हाम्रो फाइनली HCl पनि बन्यो, क्लोरोबेन्जिन पनि बन्यो, AlCl3 पनि जस्ताको त्यस्तै भयो, र यो रियाक्सन यसरी कम्प्लिट हुन्छ। सो थ्याङ्क यू होइन, थ्याङ्क यू। सेयर गर्दै आफ्नो साथीहरूलाई, म अर्को लेक्चर फेरि अपलोड गरिदिइहाल्छु।